सुरज बाबु, विदेश गएर बालाई नबिर्सिनु है, फोन गर्दै गर्नु। अँध्यारो कोठामा एउटा सानो बत्ती बलेको। हरिबहादुर अझै ओछ्यानमा छन्, तर आँखा खुल्ला छन्। छततिर हेरिरहेका। छेउमा राखिएको घडीले 4:30 बजाउँछ। हरिबहादुर त्यो रात राम्ररी सुत्न सकेनन्। भोलिपल्ट आफ्नो एक्लो छोरोलाई विदेश पठाउनु पर्ने थियो। त्यही एउटै छोरा जो उनको जीवनको एकमात्र सहारा थियो। उनी उठेर झ्यालबाट बाहिर हेर्छन्। बाहिर अझै अँध्यारो थियो, तर उनको मनभित्र त्योभन्दा धेरै अँध्यारो घुम्दै थियो। अनि हरिबहादुर बिस्तारै उठेर सुरजको कोठातिर गएर ढोकाबाट भित्र हेर्छन्। सुरज अझै सुतिरहेको छ। उनले सोचे, यो अन्तिम पटक हो आफ्नो छोरालाई यसरी सुतिरहेको देख्न पाउने, किनकि भोलिदेखि यो कोठा खाली हुनेछ। कुहिरो लागेको गाउँ, कुखुराको डाक। हरिबहादुर आँगनमा झोला मिलाइरहेका छन्। सुरज झोला बोकेर आउँछ। शोभा दिदी र धने काका पनि आइपुग्छन् सुरजलाई बिदाई गर्न। हरिबहादुर झोला जाँच्दै सानो स्वरमा भन्छन्, कागजपत्र सबै राख्यौ नि छोरा? पासपोर्ट, टिकट? राखे बा, 3 पटक जाँचिसके, सुरज भन्छ। यति सानो कुरा पनि हरिबहादुरलाई हजारौं पटक सोध्न मन थियो, तर शब्दहरू घाँटीमै अड्किन्थे। छोरा जान्छ भन्ने कुरा उनलाई थाहा भएको महिना दिन भइसकेको थियो, तर आजको दिनसम्म आइपुग्दा पनि उनको मन पनि तयार भइसकेको थिएन। शोभा दिदी भन्छन्, सुरज बाबु, विदेश गएर बालाई नबिर्सिनु है, फोन गर्दै गर्नु। अनि धने काका हरिबहादुरको काँधमा हात राख्दै भन्छन्, हामी छौ नि यहाँ, तिमी ढुक्क भएर जाऊ। आफ्नो ख्याल राख्नु सुरज बाबु। हरिबहादुर मुस्कुराउँछन्, तर आँखामा हल्का पानी छ। उनी झट्ट अर्कोतिर फर्किन्छन्, आफ्नो आँसु लुकाउन खोज्दै। गाउँमा एउटा भनाइ छ, बाबुको माया आँखाबाट कम, कामबाट बढी देखिन्छ। हरिबहादुर पनि त्यस्तै थिए। उनले आफ्नो आँसु कहिल्यै देखाएनन्, तर त्यो बिहान उनलाई आफ्नो आँसु लुकाउन गाह्रो भइरहेको थियो। बाबु छोरा अलिक पर उभिएका। गाडी आउने आवाज टाढेबाट सुनिन्छ। गाडी आउने बेला भयो। दुईजना बीचको दूरी सानो थियो, तर मनको भार ठुलो। हरिबहादुरले आफ्नो सम्पूर्ण जीवनको माया एउटै वाक्यमा बोल्न खोजे, सुरज, पैसा सैसाको धेरै फिक्री नगर्नु है। जति सकिन्छ पठाए हुन्छ, नसकेको बेला नपठाए पनि हुन्छ, तर फोन गर्न नबिर्से है बाबु। पैसा भन्दा ठुलो त्यही कुरा हो मेरो लागि। सुरजले आवाज भारी गर्दै भन्छ, हुन्छ बा, म बिर्सिन्न। सुरज बाबालाई अँगालो हाल्छ। दुवैको आँखा भरिन्छन्। गाडीको हर्न सुनिन्छ। सुरज बिस्तारै टाढा हुन्छ र गाडी चढ्छ। सुरजले झ्यालबाट हेर्दा बाबु बाटोमै उभिरहेका थिए, हात हल्लाइरहेका, जबसम्म गाडी मोडमा घुमेर हराएन। उनलाई त्यति बेला थाहा थिएन त्यो एउटा सामान्य विदाई थिएन, त्यो त वर्षौं लामो पर्खाइको सुरुवात मात्र थियो। सुनसान बाटो, साँझको उज्यालो हराउँदै हरिबहादुर एक्लै आँगनमा बसेका। सुरजको बाल्यकालको फोटो हातमा छ, कुकुर उनको छेउमा। साँझ पर्दा गाउँ झन सुनसान भयो। हरिबहादुर एक्लै आँगनमा बसे, हातमा छोरोको बाल्यकालको फोटो लिएर। घर उस्तै थियो, भित्ताहरू उस्तै, आँगन उस्तै, तर त्यसभित्रको आवाज हराइसकेको थियो। उनले फोटोमा सानो सुरजलाई हेरे, जो कहिलेकाहीँ यही आँगनमा दौडिन्थ्यो, हाँस्थ्यो। हरिबहादुर मन्द स्वरमा आफैसँग भन्छन्, त जा बाबु, राम्रोसँग बस्नु, म पर्खिन्छु। त्यो रात हरिबहादुरका लागि सुरु भयो एउटा लामो धैर्यको परीक्षा। दिनहरू फोनको घन्टी पर्खेर बित्ने, साँझहरू सुनसान आँगनमा एक्लै बस्ने,
अनि यहीँबाट सुरु हुन्छ पर्खाइ, एउटा बाबु र छोराको कथा जसले हामीलाई सिकाउँछ कि कहिलेकाहीँ टाढा हुनु नै सबैभन्दा गाह्रो माया हो। हरिबहादुर फोटो टेबलमा राख्दै उठ्छन्। ठिक त्यही बेला कोठाभित्रबाट फोनको घन्टी बज्छ। टाढा विदेशबाट आएको कल। हरिबहादुर झट्ट फर्किन्छन्, हतारिँदै भित्र लाग्छन्। उनको अनुहारमा एकैचोटि आशाको किरण टल्किन्छ। पहिलो फोन आइसकेको थियो, तर हरिबहादुरलाई थाहा थिएन। त्यो कल टिप्नुभन्दा पहिले नै उनको मनमा कति प्रश्न, कति डर घुमिसकेका थिए। आज यहाँसम्म सँगै बसिदिनु भएकोमा धेरै धेरै धन्यवाद। एउटा सानो कुरा भन्न मन लाग्यो। यदि तपाईँलाई लाग्छ यो च्यानल तपाईँको लागि हो भने म एउटा सानो अनुरोध गर्न चाहन्छु। यदि सम्भव भयो भने यो च्यानल सब्स्क्राइब गरिदिनु होला। यसले हामीलाई तपाईँसँग यसरी नै बस्न, यस्तै कुरा गर्न हिम्मत र हौसला दिनेछ। र यदि आज कसैलाई यो सुन्न आवश्यक छ जस्तो लाग्छ भने कृपया उसलाई पनि यो भिडियो सेयर गरिदिनु होला। तपाईँको एउटा सानो कदमले कसैको दिन अलिक हलुका बनाउन सक्छ। यो बाटोमा सँगै हिँडिदिनु भएकोमा धेरै धेरै धन्यवाद।